हेलो गाइस, आज हामी तप्थुन्की जाँदैछ होइन। कलेज बङ्क गरेर हेर्न सक्नुहुनेछ। कलेज ड्रेस त छैन, भित्र छ, ज्याकेटको भित्रमा कलेज ड्रेस। यतातिरको भ्यू हेर्न सक्नुहुनेछ, यस्तो छ। अब तप्थुन्की गएर पनि तपाईँहरूलाई हेराउने छु भिडियो। गेस गर्नुहुन कुन ठाउँको भ्यू राम्रो छ, यताको इठरीको कि यता के भन्छ तप्थुन्कीको। हेर्नु, हामी कत्रो माथि आइसकेछु, घाम पनि उदाइसकेछ। यता हेर्नु, यता एउटा पनि कुहिरो छैन। हेर्नु, पुरै बाटो नि कस्तो छ, बाटो हेर्नु त, गम्भीर छ बाटो। वाउ, यताको सिन हेर्नु कस्तो छ। ये गाइस, हामी पुगिसकेछौँ यता के कुन तप्थुन्कीको माथि। भ्यू हेर्नु कस्तो छ यताको। वाउ हामी अझै माथि जानेछौँ, उतातिर जानेछौँ अहिले, उता माथि जानेछौँ। हेर्नु यता कस्तो छ भ्यू, हेर्नु यताको। हेर्नुस् यताको बाटो कस्तो छ, बाटोको अवस्था पुरै डेन्जर छ। यहीँ हेर्नुहोस् त, बाटो यस्तो छ, ठिक छ, तर हामी तपाईँहरूलाई भ्यू पनि दामी दामी देखाउने छु। माथि आएर अझै माथि जाने हो हामी यता पुगिसकेछौँ तप्थुन्की। यता माथि छ नि, माथितिर एउटा यता नेपालको फ्ल्याग छ, यही बाटो हो जाने। हामी जान्छौँ अहिले नेपालको फ्ल्याग हेर्न जानुपर्छ। ल हिँडेको अब हामी, अब धेरै त्यो छ, के भन्छ अरे, सिरी छ। हाम्रो नेपाली बोल्न आउँदैन राम्ररी, माया नगर्नु होला। एउटा चिल्लामा आउँदैछ एउटा। यता हामी पुगिसकेछौँ। थाकिसकेर ठुलो माथि छ, बबाल छ भ्यू। तपाईँहरू पनि आउनु होला, तर क्रस फायर लिएर आउनु, बुझ्नुभयो नि। यो यताउतिको गाडी लिएर नआउनु, बाटो पुरै खराब छ। जहाज बोल्दैछ कता। यता हेर्नु भ्यू। फाइनली गाइस, धेरै टाढा हिँडिसक्यो हामी होइन। फाइनली यता पुगिसकेछौँ हामी नेसनल फ्ल्याग निर नेपालको। यताको तपाईँहरूलाई भ्यू हेरेर आउने छु कस्तो छ भनेर। यता हेर्नु, बोट पनि छ यता, आई लभ यु थुन्की। क्या दामी ठाउँ छ गाइज, आउनु होला तपाईँहरू पनि। हेर्नुहोस्, वाउ, हेर्नु क्या दामी छ यार। फाइनली हामी तप्थुन्कीको टपमा पुगिसकेछौँ। आई लभ यु नेपाल। ल अब घर चल्दैको हामी, धेरै घुमिसक्यो। हामी यता 7 बजेतिर आउँदा त एउटा पनि कुहिरो थिएन, तर अहिले कुहिरो छ घर जाँदाखेरि। कति बजे छ अहिले? लगभग 11:10:40 भएको छ। ल गाइस, हामी अहिले केराबारीको बाटो घर जाँदै हो। यता पुगेर हेर्नु, ठुलो लामो छ। क्या डेन्जर लाग्दैछ, हेर्नुहोस् सिन। आग्ने